अहिले हामी दहचोक भ्यू टावरमा छौँ। योभन्दा अगाडि नेपाल एकीकरणका अभियन्ता काजी कालु पाण्डेको पार्थिव शरीरलाई समाधि गरिएको ठाउँ हजुरहरूलाई देखाइसकेका थियौँ र अहिले यो भ्यू टावरबाट काठमाडौँलाई नियालेर हेर्दाखेरि एकदमै विशाल सहर र भौगोलिक दृष्टिकोणले चारैतिर डाँडाकाँडाले घेरेको यो उपत्यका सहरलाई हामी क्यामेराको माध्यमबाट सुन्दर र मनमोहक देख्न सकिन्छ। दहचोकबाट काठमाडौँलाई हेर्दा सहरको अर्को रूप देखिन्छ। टाढासम्म फैलिएको बस्ती, सडकको चहलपहल र वरिपरिको हरियाली अनि डाँडाकाँडाले घेरिएको काठमाडौँलाई निकै आकर्षक बनाएको छ। केही बेर यही ठाउँबाट उभिएर हेर्दा व्यस्त काठमाडौँ पनि शान्त र सुन्दर देखिन्छ। यहाँबाट पारितर्फ हेर्दाखेरि हामीले नुवाकोट जिल्लाका थुप्रै गाउँहरूलाई देख्न सक्छौँ। फरक फरक प्रान्तका यही नै हो आजको हाम्रो शनिबारको विशेष दिन। अहिले अलि बर्सातको समयका कारण चिसो हावा र पारितिर कुहिरोले पनि बिस्तारै आफ्नो फ्लोमा गइरहेको छ। यसको उचाइदेखि गहिराइसम्म हेर्दाखेरि निकै नै फरक देखिन्छ। सायद बेसीतिर गर्मी धेरै होला र माथि उचाइतिर चाहिँ हिउँदको समयमा हिउँ पर्ने सम्भावना रहेको देखिन्छ। यथार्थ मलाई थाहा नभए पनि अहिले यो ठाउँको अवलोकन गर्दा मैले ठम्म्याउन सक्ने केही आधारभूत तथ्यहरूलाई मैले हजुरहरूलाई भनेको मात्र।